यो कुनै साधारण मन्दिर होइन, हिमालको काखमा लुकेको त्यो पवित्र भूमि जहाँबाट स्वर्गको यात्रा सुरु भएको थियो, स्वर्गद्वारी। प्युठानको अग्लो लेक जहाँ महाभारतको इतिहास जीवित छ, यही हो त्यो पवित्र भूमि स्वर्गद्वारी जहाँबाट पाण्डवहरूको स्वर्ग यात्रा सुरु भएको थियो। महाभारतको महायुद्धपछि जब 5 पाण्डव र द्रौपदीले राजपाट त्यागेर स्वर्ग जाने निर्णय गरे, उनीहरू उत्तरतर्फ हिमालयको कठिन यात्रामा निस्किए। यात्राको क्रममा उनीहरू प्युठानको यो पवित्र पहाडमा आइपुगे। जनविश्वास छ कि स्वर्ग जानु अघि उनीहरूले यही ठाउँमा बसेर अन्तिम यज्ञ र कठोर तपस्या गरेका थिए। यहाँबाट अघि बढ्दै जाँदा मोह र पापको भारले गर्दा द्रौपदी र 4 भाइहरू एक एक गरी ढल्दै गए। अन्त्यमा धर्मका प्रतीक युधिष्ठिर मात्र जीवितै स्वर्ग पुग्न सफल भए। त्यसैले यो ठाउँलाई स्वर्गको द्वार अर्थात् स्वर्गद्वारी भनिन थालियो। यो केवल एउटा मन्दिर मात्र होइन, मोक्ष प्राप्तिको एउटा मार्ग पनि हो। पनि यहाँको हावामा पाण्डवहरूको शक्ति र महाप्रभुको भक्ति महसुस गर्न सकिन्छ। एकपटक पुग्नै पर्ने पवित्र भूमि बसाउ स्वर्गद्वारी। स्वर्गद्वारीको यो अद्भुत दृश्य सबैलाई देखाउनुहोस्। कमेन्टमा भन जय स्वर्गद्वारी लेखी सेयर गर्न नभुल्नुहोस्।